लो हाम्रो के अरे नास्ता आयो आइसक्रिमलाई पानीमा डुबाइदिएन। नमस्ते साथीहरू, हजुरहरूलाई फेरि पनि स्वागत छ हाम्रो युट्युब च्यानलमा। आशा छ कि हजुरहरू सन्चै हुनुहुन्छ होला, हामी पनि यता सन्चै छौँ भन्दै आजको हाम्रो नयाँ दिनसँगै नयाँ ब्लगको सुरुवात गरिसकेको छु। हामी चाहिँ आज बुढाबुढी भएर थेगु जान लाग्छौँ बाबुलाई भेट्न। 5 बजे उठेको, 6 बजे हिँड्यौँ। त्यसपछि अब घर स्टार्ट गर्ने भएन कुरो, यहाँ आएर स्टार्ट गरेको। सधैँ यहाँ आएर स्टार्ट हुन्छ भिडियो पनि। त आज चाहिँ हामी बसमा जाँदैछौँ। अरू दिन चाहिँ दादा दिदीहरूसँग गाडीमा जान्थ्यौँ के र। आज दादा दिदीहरू बिजी हुनुहुन्छ, त्यही भएर हामी चाहिँ आज गाडीमा बसमा जान लाग्छौँ। बसमा म अब यो चोटिसँग गरेर 2 चोटि हुन्छ म बसमा बसेको। आजको हाम्रो बिहानको एक्सर्साइज अझै राम्रोसँग उज्यालो पनि भएको छैन। भइसक्यो अलिअलि तिमी त देखिआएनौ, म मात्रै देखिरहेको छु। के आफूलाई गोरो छ ल भनिदिनु त को गोरो छ, म पनि अलि अगाडि आउँछु ल। ओ उतातिर त अझै कुहिरो पो लागिरहेको। अब चाहिँ हामी यहाँको लोकल बसमा चढ्यौँ। त्यसपछि कति मिनटपछि चाहिँ फेरि लामो गाडीमा चढ्नुपर्ने हुन्छ, लङ रुटको गाडी हो अरे। हामी चाहिँ अहिले बस पार्कमा आइपुग्यौँ। अब यहाँबाट चाहिँ हामी जान्छौँ ठुलो बसमा चढेर। हामी चाहिँ गाडीमा चढिसकेको छौँ है साथीहरू। हेर्नु न, लास्टमा सिटमा बसेको 3 जना मात्रै थियौँ। गाडीमा धेरै मान्छे त छैन, त्यही गाडीभित्र हल्ला गर्न चाहिँ दिँदैन है। यहाँ ड्राइभरले फेरि निकालिहाल्छ। बाहिर हेर्नु न कस्तो राम्रो मौसम गरेको छ, रुखहरू हरियो हरियो दामी गरेको छ मौसम चाहिँ। मौसमले साथ दिएकै हो। बाहिरको सिन हेर्नु न साथीहरू, घर कति ठुलो ठुलो, एक ठाउँ छैन, सब चप्की चप्की घर बनाएको। कति बाक्लो सहर त भइगयो। अब हामी बस्नुतिर चाहिँ गाउँ छ र यति ठुल्ठुलो घरहरू छैन, यता चाहिँ लास्टै ठुलो घरहरू क्या। अब चाहिँ हामी बस स्टेसनमा पुगिसक्यौँ। यहाँबाट चाहिँ हामी अघि बढ्नु पर्ने हुन्छ, नत्र फर्किनलाई ढिला हुन्छ साथी। पानी परेर हैरान भयो। पानी पनि कति बेसरी परेको कि पुरै छुट्यौँ। यता चाहिँ अलिक कम भयो रहेछ, उता चाहिँ लास्टै धेरै पानी परिरहेको थियो। ए भगवान्, आज त गाडीमा बस्दा बस्दा हैरान भइसक्यो। गाडीमा बसेन भनेर पुरा एक्साइटेड भएको थिएँ। अगाडि तिनवटा भइसक्यो, घर जाने बेला 3टा गाडीमा चढ्ने हो। आजको दिनभरि गाडीमै चढेर जाने हो साथीहरू। हामी चाहिँ पार्कभित्र आइपुग्यौँ। अब चाहिँ टिकट काट्नुपर्ने हुन्छ। यहाँ हेर्नु पछाडिको मेरो ब्याकग्राउन्ड कति राम्रो छ। यो हामी टिकट काटेर हिँड्यौँ गाइस। हामी चाहिँ अब पार्कभित्र आयौँ। त्यहाँ फुलको बगैँचा रहेछ जस्तो रहेछ। हिँड्नु चाहिँ फुल पनि उयो फुल त ऊ हजारी फुल हो कि यो सयपत्री कि तिहारमा टिका छ र हजुरको अचम्म। वाउ फुल फर्सी रहेछ। फर्सी होइन यो, साँच्चीको फर्सी हो र? के यो खोस्टा मात्रै होला लाउनु अब। तर फुल कति राम्रो गराएर लगाएको न। थेगुको युवल पार्क हजुरहरूलाई फुर्सद भयो भने आउनु होला घुम्न। हेर्दा चाहिँ एकदमै दामी छ। क्यामेरामा चाहिँ त्यो राम्रो गरी ल्याउन सकेको छैन, त्यही पनि हजुर हेर्दै गर्नु। म चाहिँ नयाँ नयाँ कुरा देखाउँदै गर्छु। यहाँ हेर्दा चाहिँ यस्तो दामी देखिन्छ, तर क्यामेरामा चाहिँ त्यस्तो खासै केही देखिएको छैन। हजुरहरू फुर्सद भयो भने यसो घुम्न चाहिँ आउनु होला। छाता छोडेर माथि जानुपर्ने हुन्छ। त्यो छाताले चाहिँ पानी ओर्दैन, यस्तो केही काम छैन हो। स्टाइल मात्रै हो। अब यहाँबाट चाहिँ भित्र छिर्नुपर्ने हुन्छ। म्याजिकल के हो इङ्ग्लिस नआएछ जिन्दाबाद। यहाँ पनि एउटा गो छ। यहाँ मिनी कार। ओ साइड प्लिज। अब मैले साथीहरू कमाएपछि यस्तै कार किनिदिन्छु मेरो बुढालाई। म त भन्नु के हो किनिदिने हो? के यो किनिदिनु, यो किनिदिन्छु क्या। पुरानो मोडलको कारहरू होला न। बिचरा सुरक्षित गरे पानीले ठक्कुट्नैसम्म कुटेछ। उयो राजाको जस्तो पालाको छ त गाडी त। फेरि यहाँ केबल कार पनि रहेछ। यो कता जान्छ यताबाट आउँछ, यतातिर जान्छ। कहाँ जान्छ थाहा छैन। यताबाट यता मात्रै गर्छ, थाहा छैन कहाँ जान्छ। आइसक्रिमलाई पानीमा डुबाइदिएन।
साथीहरू। अब यो भनेको केक, यो कप केक, वहाँ पर आइसक्रिम, त्यो परको पनि कप केक। यो चाहिँ अब भूतको घरमा जानुपर्ने हुन्छ। भित्र चाहिँ फोटो भिडियो खिच्न दिँदैन होला। दिए भने बनाउने, दिएन भने सक्यो। साथीहरू भूतको घरमा गएर आयो, तर खासै डर लाग्दो त रहेनछ। एक दुईचोटि प्याट्टा प्याट्टा गर्दो रहेछ, त्यही भएर म अलि डराएँ। अब चाहिँ हामी यहाँ खेल्न जान्छौँ, नाउ खेल्न। अब यहाँ चाहिँ भिडियो बनाउनलाई अलि डरै हुन्छ, मोबाइल सोबाइल खस्नु सक्छ। हामी पनि यो खेलेर आएको है साथीहरू। यसपछि हामी अर्को खेल्छौँ। त्यही खेलेर आएको हो कि कस्तो चक्कर लाएर एनर्जी लस भइसक्यो। ल हाम्रो के अरे नास्ता आयो साथीहरू। नास्ता खाएर अब हामी चाहिँ माथि जानु लाग्यो। अब टावरमा जानुपर्ने हुन्छ। यहाँ चाहिँ एकदम राम्रो वाटरफल छ। ल साथीहरू हामी चाहिँ टावरको फेदमा आइपुग्यौँ। ल साथीहरू हामी यहाँ तलबाट यहाँ माथि टावरमाथि आइपुग्यौँ। यहाँ तलको भ्यू हेर्नु सब देखिन्छ कति राम्रो। अनि तल गएर त्यहाँ फेरि खेल्न पर्ने हुन्छ। यो चाहिँ माथि टावरबाट देखिने थेगु सिटी हो है साथीहरू। कति राम्रो छ हेर्नु न। हामी चाहिँ यसमा खेलेर आइसकेको थियौँ साथीहरू। हाम्रो भिडियो बनाइदिनु चाहिँ कोही नभएर हामीले चाहिँ अरूको बनाएर यसमा हालेको। त्यसपछि हामीले एरोप्लेनमा खेल्यौँ। यो पनि रमाइलो थियो, तर यसमा खासै डर लागेन। साथीहरू हामी चाहिँ अब पार्क सार्क घुमेर आइसकेको छौँ। धेरै राम्रो पार्क छ, हजुरहरू पनि घुम्न आउनु होला। अहिले चाहिँ मान्छे कम थियो। आज पानी परेर पानी नआएको बेला चाहिँ धेरै हुन्छ अरे। पानी नआएर चाहिँ आज हामीले सबै लगभग खेल्न पायौँ। अब चाहिँ हाम्रो टाइम छैन, हामीहरू घर जानुपर्ने हुन्छ। हाम्रो घर अलि टाढा छ, त्यही भएर अब चाहिँ हामीले यो भिडियोको एन्ड गर्न पर्ने हुन्छ। हजुरहरू चाहिँ राम्रोसँग बस्नु होला, भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। खाली टाइम भयो घुम्न आउनु होला। बाइ बाइ। खाली टाइम भयो चाहिँ घुम्न आउनु होला। यस्तै रमाइलो भिडियो ल्याएर फेरि नेक्स्ट टाइम आउनेछौँ। र नेक्स्ट टाइम चाहिँ मैले टोपी झोलामा राखिन्छु। ल बाइ बाइ।